यो चाहिँ हाम्रो मौरी राख्ने ठाउँ। आज यसो हेर्नु पर्यो भनेर निस्केको। वेदर त्यति राम्रो त छैन, मौरीहरूलाई चाहिँ अलिक राम्रै वेदर चाहिँदो रहेछ। यसो हेर्दाखेरि राम्रै उड्न त उडिरहेको छ यिनीहरू। दे आर फ्लाइङ वेल। यसपालि चाहिँ अलमोस्ट 10वटा जस्तो घरहरू चाहिँ ओभर विन्टर भएको छ, गर्दाखेरि यिनीहरूले चाहिँ यसपालि चाहिँ मौरी मह चाहिँ निकै देला जस्तो छ। निकै राम्रो उडिरहेको छ, वेदर त्यति राम्रो नभए पनि। दे आर लुकिङ गुड। पोलनहरू लाउँदैछ, डिफ्रेन्ट कलर अफ पोलन। राम्रो उडिरहेको छ सबैतिर। द्याट्स गुड, एक्सलेन्ट।